हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी हाम्रो किचनमा चाहिँ आज पाक्दैछ नेपाली स्टाइलको पफ फ्रम विदेशी स्टाइलको पफ पेस्ट्री स्विट। हजुरलाई चाहिँ एकदम पफ एकदम मनपर्छ, पछि पर्दैन चियासँग खान एकदम रुचाउनुहुन्छ नि, द्याट्स वाइ हाम्रो इभिनिङ चाहिँ एकदम राम्रो बनाउनको लागि हामी स्टार्ट गर्दैछौँ। केबाट भन्दाखेरि गुड फ्लावर, अलिकति पास्टेदार क्यान्डलबाट। लेट्स स्टार्ट गाइस। Hello? Let's try here. Let's start on this. What is this? Here. होइन क्या Give it try भइहाल्यो। होइन छ 27 दिनसम्म छ पफ पेस्ट्री सिट चाहिँ यस्तो छ यो चाहिँ, कस्तो जाड जस्तो बनाउनु। यसलाई चाहिँ यसरी राख्दैछौँ अनि यहाँ यसरी काट्ने, यसलाई आफूले कस्तो सेप मनपर्छ त्यस्तोमा काट्ने। Mia. $180 डिग्री सेल्सियसमा हामी यो पकाउँछौँ। तिमी थाहै छ मेरो स्टाइल हेर न, मेरो स्टाइल हेर। वाच हाम्रो मासु पनि पाक्दैछ, पप पनि पाक्दैछ। म चाहिँ आज धेरै डिफ्रेन्ट भेराइटिजहरू बनाउनु मन पऱ्यो। हामी मासु पनि म्यारिनेट गरेर राखेको छौँ, त्यो पनि हामी बनाउँछौँ। सेप दिँदैछ है, सेप। तर यो के को धर्का त्यो गर न, चिन्दैन पल्टा पर्दैन क्या पल्टाउनु। कस्तो यो के को फोहोर निस्क्यो यो। पफ दामी भयो यार। पफ बनाउँदै हामीले अब तरकारी पनि होइन अहिले बेलुकाको लागि बनाउन सुरु गऱ्यौँ। पोर्क दाल बन्दैछ, पोर्क दाल अनि पफ पनि रेडी भयो लगभग। तपाईँ होला नि होइन, दामी बनेछ सेम। के ल हेर्नु त, दामी बनायो यार, इजी रहेछ कि। यस अलमोस्ट रेडी भइसकेको छ। यसलाई उ गर्नु पर्दैन कि, यसलाई पलाउनु पर्दैन हो, त्यसो भइहाल्यो। अझै अलिकति दामी छ ए, पर्फेक्ट सेम पफ। यसलाई अब 5 मिनट जति गरेर हुन्छ। हिजो मैले मासु म्यारिनेट गराएको थिएँ, चिकन के अरे विङ्सहरू, अलिक चिकन ब्रेस्टहरू, त्यो पनि फेरि आज रोस्ट गर्नु पऱ्यो। अब के हो डाली आज त अनि आमा बतेरै आयो त तरकारी। के खाने हो पफ त कहाँ आज खान्छ नि, के हो अन्त अनि अहिले खान्छ तपाईँ? एउटा यसो चाख्छु नि। भइसक्यो। सो गाइज, मैले चाहिँ अहिले मेरो बुढालाई चाहिँ लसुन, अदुवा र प्याज काट्ने काम दिएको छु। उतैभित्र हालेको भित्र राखेको नयाँ नयाँ खोज्दै हाल्यो। अनि यो फेरि ठाउँमा राख्नु पऱ्यो नि। ठाउँमै त राखेको तपाईँले हेर्नु पऱ्यो नि। आँखा देख्दैन कि है, एउटा सफा गर भने त्यही मात्र सफा गर्छ कि मैले। आई थिङ्क पूर्व जन्ममा तपाईँ भिडा थियो होला कि, एउटा भनेपछि त्यही एउटा मात्रै दिनु, नजाए नपाए। गाइस हाम्रो चाहिँ पफ पनि रेडी भइसकेको छ है, मैले भर्खर निकालेको।
होइन अझ भिडियोमा राम्रो देखेन तर रियलमा अझ राम्रो छ क्या यो ल सेम छ सेम नेपालको जस्तै दामी छ दामी रहेछ साथीहरू यति धेरै भयो साथीहरू राम्रो राम्रो आफ्नो खाएको भन्दा मिठो त्यहाँसम्म बेला बेलामा खानुहुन्छ लुकाएर राख्छु यस्तो भएको छ एक पल्टाएर फेरि 5-7 मिनट राख्छु म एउटा पकले एउटा पक खाने लुगा राख्छु राखिरहनु मुली लानु के छ एक दिनमा चाहिँ के खाइरह होला तपाईँले ल 5 मिनट पनि भयो कस्तो भएछ हेर माइतलाई हेर्नुहोस् अर्को 3-4 मिनट्स जति राख्छु ल लास्ट पनि भयो एन्ड भयो होइन कस्तो बन्यो फाइनल कस्तो रहेछ हेर है त आई थिङ्क यति नै गर्नु पर्ला है पफ बनिहाल्यो तरकारी नि बनिसक्यो दाल बन्यो म्यारिनेट के अरे रोस्ट पनि बन्यो होइन म चाहिँ नै पराठासँग खान्छु अब भात खाँदिनँ भात खाइहाल्छु फेरि अलिकति ऊ हुन्छ क्या मोटाउँछु फेरि होइन त्यही भएर अलिकति कन्ट्रोल गर्दैछु कन्ट्रोल गर्नुपर्छ त्यही भएर म भात खाँदिनँ पराठा खान्छु म चाहिँ पराठा बनाउनु लाग्यो है ल अब यस आज हामीले पफ पनि राम्रो बनायौँ दामी बन्यो अघि चाखेर पनि हेऱ्यो दामी मिठो भयो यहाँ 2टा टिफिनमा हामीले प्याक गरेर राखेको छौँ होइन चट्ट अब बिहान बिहान चियासँग खान दामी मिठो हुन्छ यो गरेछ म त्यसै चाहिँ अब हामी चाहिँ इभिनिङ मिल खान लागेको पफ पनि दामी बन्यो पफ चाहिँ कस्तो बन्छ जस्तो लागिरहेको थियो कि दामी बन्यो होइन दामी बन्यो जस त्यो दामी बन्यो होइन अनि अब जस आजको लागि यति नै गर्नु पर्ला त्यसै यो भिडियो अन्टिल देन स्टे हेल्दी स्टे ह्याप्पी